Hey guys, another day, another new vlog है. Welcome back to my channel. आज चाहिँ म स्याटरडेको दिन यसो घुम्न जाँदैछु बौद्धतिर है. धेरै भयो बौद्ध नगएको. आज जाँदैछु. लाफिङ खान मन लाग्यो क्या. लाफिङ र किमा नुडल. आज पनि रमाइलो हुन्छ जस्तो लाग्छ मलाई है. म चाहिँ गल्ली गल्ली हुँदै जाँदैछु बस पिकअप गर्नलाई. अब बस चढ्नु पर्छ गाइस. बस चढेर गएर म सबै देखाउँछु हजुरहरूलाई म कहाँ कहाँ के गर्छु आज. म चाहिँ बौद्ध आइपुगेँ गाइस. भर्खर बसबाट ओर्ले. मेरो चाहिँ त्यो धेरै नोइजहरू आएको भएर भोइस ओभर गरेँ होइन. धेरै पछि बौद्ध आएको. अब यसो वरिपरि घुम्छु ओर्छु होइन. धेरै मान्छेहरूको भिड रहेछ आज चाहिँ. शनिबार भएर होला है. त्यही हो गाइज. म चाहिँ धेरै पछि बौद्ध आएको. अनि या म चाहिँ बौद्धको 3 राउन्ड हानेर बत्तीहरू बालेर म चाहिँ लाफिङ र किमा नुडल खान निस्केँ. मैले चाहिँ यो पार्टलाई भोइस ओभर गरेको छु किनकि अलिक बढी नोइज आएको थियो मेरो यो भिडियो क्लिपमा, त्यही भएर. अनि या म यो ठाउँ चाहिँ आइरहेको हुन्थेँ होइन पहिला पनि साथीहरूसँग, स्कुलको कलेजको साथीहरूसँग. यो ठाउँ चाहिँ आई थिङ्क फुलबारीमा छ. फुलबारी भन्ने ठाउँमा छ यो लाफिङ खाने ठाउँ, लाफिङ किमा नुडल. अनि यो ठाउँको नाम चाहिँ हिमालयन टेस्टी लाफिङ सेन्टर हो होइन. यहाँको चाहिँ एकदमै मिठो हुन्छ क्या लाफिङ होइन. त्यसपछि किमा नुडल नुन चियाहरू एकदमै मिठो हुन्छ, एकदमै रिजनेबल प्राइसमा. हजुरहरू पनि आएर खान सक्नुहुन्छ है. त्यही हो गाइस. मैले चाहिँ लाफिङ होइन किमा नुडल नुन चिया पनि खाएँ. एकदम मिठो लाग्यो. पिरो पनि थिएन, ठिक्कको थियो, मिठो लाग्यो. अब चाहिँ निस्किन्छु बिल सिल पे गरेर है. त्यो गाइस मैले चाहिँ भर्खर लाफिङ साफिङ होइन नुन चियाहरू खाएर अब निस्किनु लाग्यो. फेरि बौद्ध घुम्छु. त्यहाँनिर आज स्पेसल अकेजन रहेछ क्या, 4th एनिभर्सरी. त्यही हेर्न जान्छु अब म. दिस इज द प्लेस गाइस, यु क्यान भिजिट है. यहाँको एकदम मिठो हुन्छ सबै कुरा. त्यही हो गाइस. आज बौद्ध आयो, रमाइलो भयो होइन. म चाहिँ कफी खाँदैछु होइन. आज यहाँ रमाइलो रहेछ, डेकोरेसनहरू रहेछ. कति कमल घटेर त्यही guys, after visiting Bauda after a long time होइन, having some laughing किमा नुडल अनि नुन चिया होइन, बत्तीहरू बालेर म चाहिँ घरतिर लागेँ. बस कुरिरहेको थिएँ, बस चढेँ ओरेँ होइन. अनि घरतिर लागेँ. सी यु इन नेक्स्ट भ्लग गाइज. किप लभिङ, किप सपोर्टिङ, बाई.